नमस्ते सबैलाई, म आशिष मोडर्न पार्केट एन्ड डेकोरेटर्सबाट। आज हामीले तपाईँलाई यहाँ मनमैजुको साइट भिजिट गराउन लागिरहेछौँ, जो चाहिँ भर्खर रिसेन्टली कम्प्लिट भएको हो। आउनुहोस् हेरौँ। यो चाहिँ हाम्रो 3 लेयर डोर भयो। यो चाहिँ वुड कार्भिङवाला भयो होइन। यसमा चाहिँ 3 लेयर हुन्छ, 1 लेयर, 2 लेयर, 3 लेयर भन्ने भयो होइन। भित्र आउँदाखेरि यो लिभिङ रुममा चाहिँ हामीले 12 mm को सिसम वुड पार्केट लगाएको छौँ होइन। अब सिसम वुड पार्केट चाहिँ 8 mm, 10 mm र 12 mm मा हुन्छ भने लिभिङ रुममा चाहिँ हामीले 12 mm लगायौँ भने लिभिङ रुमको वालको लागि चाहिँ हामीले सिसो वुडको प्यानलिङ गरेको छौँ। यो चाहिँ एकदम बलियो हुन्छ र लिभिङ रुमलाई एकदम राम्रो देखिन्छ भने यो चाहिँ हाम्रो अहिलेको मोडर्न स्टाइलको टिभी क्याबिनेट भयो। यो चाहिँ हामीले अलिक ओपन स्पेसको लागि राखेका छौँ, अलिक ओपन राखेका छौँ एज पर क्लाइन्ट डिमान्ड होइन। अनि अब यता आउँदाखेरि यो चाहिँ हाम्रो पार्टेसन भयो। यसले चाहिँ हामीले डाइनिङ र लिभिङ रुमको लागि छुट्याउनको लागि पार्टेसन गरेको हौँ। यसमा चाहिँ हामीले सिसौको आँखी झ्याल प्रयोग गरेको छौँ, जसले गर्दाखेरि एकदम राम्रो फिनिसिङ देखेको छ भने यता आउँदाखेरि यो चाहिँ हाम्रो अहिलेको मोडर्न स्टाइलको मोडुलर किचन भयो। हेर्दाखेरि यो एकदम राम्रो छ। अनि यसमा चाहिँ हामीले डिफ्रेन्ट काइन्ड अफ कम्पोनेन्टहरू युज गरेको छौँ। अनि यिनीहरूमा किचनमा नि हामीले वाल प्यानलिङ गरेको छौँ भने यो चाहिँ एउटा सोकेस जस्तो भयो। यसमा चाहिँ बारको पनि राख्न मिल्यो वा केही सो गर्नलाई पनि राख्न मिल्यो। अनि यो भर्याङको तलपट्टिको स्पेसको युटिलाइजेसनको लागि चाहिँ हामीले यहाँ केही सोकेस राख्नलाई बनायौँ भने यहाँ चाहिँ भित्र जानलाई एउटा ढोका छ, जसले गर्दा त्यसलाई सेपरेट देखाउँछ। अनि यो सेमी सर्कुलर स्पेसको लागि हामीले यस्तो रेलिङ एन्ड ह्यान्डल बनायौँ भने तर प्लाङ्क युज गरेको छौँ। यसमा अनि वाल प्यानलिङै सिसोको वाल प्यानलिङै युज गरेको छौँ। ल्यान्डिङ एरियाको लागि चाहिँ हामीले 12 mm को पार्केटै युज गरेको छौँ सिसोको। अनि त्यसपछि यो चाहिँ हाम्रो फ्यामिली लिभिङ रुम भयो। फ्यामिली लिभिङ रुमको लागि चाहिँ हामीले 10 mm को सिसो वुड पार्केट युज गरेको छौँ। अनि यहाँ वालहरूमा चाहिँ सबै सिसोको वाल प्यानलिङै युज गरेको छौँ। अनि यो भोइडको लागि चाहिँ हामीले भोइडलाई छोप्नको लागि चाहिँ सिसोको रेलिङ एन्ड ह्यान्डललाई युज गरेको छौँ। अनि यहाँ हामीले ढोका फ्रेमको लागि सिसोको कभर मोल्डिङ युज गरेको छौँ। यसले चाहिँ ढोकालाई एकदम बलियो र एलिगेन्ट देखाउनलाई हेल्प गर्छ। र रुममा चाहिँ हामीले 8 mm को पार्केट लगाएको छौँ। दराजको लागि चाहिँ यो स्टडी कम्पोनेन्ट क्याबिनेट र दराज एउटैमा मिलाएको छौँ। अनि यो चाहिँ हाम्रो मास्टर बेडरुम भयो। मास्टर बेडरुममा चाहिँ हामीले यतापट्टि कबोर्ड राखेको छौँ भने यतापट्टि बेडको लागि बनाएको छौँ। बेडको फ्रेम राखेर बेड राखेको छौँ। अनि यो अर्को रुम भयो। यसको लागि हामीले कबोर्ड र ड्रेसिङ क्याबिनेट यतापट्टि बनाएको छौँ। अनि रुमहरूमा चाहिँ हामीले 8 mm को पार्केटै युज गरेको छौँ। अनि यो चाहिँ भर्याङ चाहिँ सेमी सर्कुलर भएकोले गोलो फिनिसिङ एकदम राम्रो, गोलोको फिनिसिङ एकदम राम्रो छ भने प्लाङ्क र प्यानलिङको कलर म्याच भएर एकदम राम्रो देखेको छ। धन्यवाद।